Hello, सबैजनालाई नमस्ते. I'm going to do my quick morning skincare. म भर्खरै नुहाएर आएको अनि हजुरहरूले कसले यसरी कपाल राख्नुहुन्छ म पनि राख्छु. So I am starting with this toner Anua 77% वाला. I love this toner. यो toner युज गरेको मैले 3टा बोतल भइसक्यो and I don't know यो टोनरले कस्तो सुदिङ अनि मेरो पिम्पलहरू या मेरो एक्नीहरू आएको छ भने पनि कम भएको फिल हुन्छ के. मैले अरू पनि टोनर युज गरेँ. आल सो यो दुईटा टोनर मैले यो सुनेको यो चाहिँ एकदम त्यो हुन्छ नि मेरो चाहिँ एकदम सेन्सिटिभ फङ्गल एक्नीको लागि एकदम राम्रो छ भनेर चाहिँ मैले यो किनेको थिएँ. बट यु सी इट्स फुल के अझै पुरै छ. मलाई कति धेरै ब्रेकआउट्स भयो अनि इट डिडन्ट वर्क टु मी. त्यही भएर मैले यो चलाउनै छोडिदिएँ. अनि मैले यो टेरिटेरीको पनि टोनर फुल यु क्यान सी दिस मैले पुरै कम्प्लिटै गरिसकेको थिएँ अलमोस्ट है. तर मैले रियलाइज नगरेँ कि मलाई कति धेरै ब्रेकआउट चाहिँ यसले पनि भएको छ भनेर के. दुईवटै टोनर म युज गर्दिनँ अनि छोडिदिएँ. अनि आई डोन्ट नो कसरी युज गर्ने. आई थिङ्क यो अब यो सकाउनको लागि चाहिँ म आफ्नो स्किनहरूमा लगाएर सकाउने सोचिरहेको छु. म पहिला यही टोनर युज गर्थेँ अरू टोनर युज गर्नुभन्दा अगाडि. अनि फेरि मैले अरू ट्राई गरौँ न त टोनर भनेर अरू ट्राई गरेको थिएँ. बट डिडन्ट वर्क टु मी क्या. अनि यही टोनरमा फेरि म रिटर्न आएँ. सो आइ एम युजिङ दिस वान अलमोस्ट हाफ भइसकेको छ यो टोनर. बट आई लभ इट. मेरो कस्तो ब्रेकआउट्सहरू भएको पनि जान्छ यसले अनि प्लस सुदिङ टाइपको फिल हुन्छ कि मलाई एकदम मनपर्छ. सो आई लभ दिस टोनर. क्यान सी दिस तपाईँहरूको चाहिँ एकदमै ब्रेकआउट्स हुने खालको अनि सेन्सिटिभ मेरो जस्तै ओइली टाइपको सेन्सिटिभ ब्रेकआउट्स हुने एकदम धेरै त्यस्तो खालको पिम्पल एक्नीवाला फेस या फङ्गल एक्नीहरू छ भने यु सुड डेफिनेटली ट्राई दिस. लङ टर्म हुन्छ नि एकदम लामो समयसम्म रहन्छ कि. मैले सायद यो 3-4 महिना 6 महिना युज गर्छु होला कि. यो धेरै पनि लाउँदिनँ ठिक्क लाउँछु बिहान बेलुका लाउँछु तर पनि मजाले पुग्छ. सो म चाहिँ तपाईँहरूलाई रिकमेन्ड गर्छु. मलाई एकदम फापेको कि मैले धेरै युज गरेँ. सिरममा पनि मैले कति धेरै सिरमहरू युज गरेँ. अनुवाको सिरम होइन यो अनुवाको सिरम प्लस आई डोन्ट नो वाइ मलाई अनुवाको चाहिँ मलाई फाप्छ. आई डोन्ट नो अरूलाई कस्तो छ होइन. मेरो एकदम मैले अलरेडी भनिहालेँ मेरो एकदम सेन्सिटिभ एक्नी प्रोन खालको स्किन छ अनि फङ्गल एक्नीहरू पनि छ होइन. अनि छिटो ब्रेकआउट्स भइहाल्छ होइन. अनि एकैछिनमा पिम्पल पोर्ट्रेट भइहाल्छ क्या. अनि अनि त्यही भएर मलाई चाहिँ एकदम डराउँछ क्या स्किन केयरहरू जुनै पाएँ त्यही युज गर्नको लागि पनि. बट अनुवाको आई डोन्ट नो यो त मैले सकाइसकेँ. यो रेडवाला सिरम छ नि नाइसिनामाइडवाला यो TXA 4% वाला सिरम. आई लभ दिस सिरम. मैले त्यो सकाइसकेँ नि. अझै मैले भिडियोबाट पिआरमा पाएको चाहिँ यस्तो सिरम. सो आइ एम गोइङ टु युज द्याट. अब बल्ल यो मेरोवाला सक्यो म त्योवाला युज गर्नेवाला छु. इफ आई टक अबाउट दिस सिरम सेन्टेलाको अर्को त्यो आई डोन्ट नो येल्लोइस कलरको छ नि. आई डोन्ट नो त्यो कुनवाला सिरम हो मलाई याद पनि छैन. मैले युज गरेको छैन. त्योवाला सिरम चाहिँ मैले सुनेको एकदम सुदिङ टाइपको राम्रो छ भनेर. अनि मलाई लाग्छ जसको हाम्रो जस्तो एक्नी प्रोन स्किन छ नि त्यसलाई चाहिँ सुदिङ टाइपको सिरमहरू चाहिँ राम्रो गर्छ जस्तो लाग्छ क्या मलाई. अनि यो चाहिँ मैले ब्राइटनिङ क्याप्सुल एम्पुलवाला सिरम युज गरेँ. यु क्यान सी द्याट अलमोस्ट सकेको छ पनि. तर मैले योबाट पनि आई थिङ्क मलाई अलिकति ब्रेकआउट्स भएको कि राम्रो भएको होइन कि जस्तो लाग्छ. सो आई डोन्ट नो आइ एम नट युजिङ दिस मच. मेरो बहिनीले पनि अलिअलि युज गर्न थालेको छ गर्छ अलिअलि. अनि अलमोस्ट सकिन आँटेको छ तर पनि म कहिले काहीँ योसँग मिक्स गरेर लगाइदिन्छु. सो फाल्न मन नलागेर. तर आई थिङ्क म पछि पनि सिरमहरू किने भने यो अनि अर्को एउटा त्यो ग्रिनिस कलरको सिरम आएको छ नि मलाई नाम थाहा छैन तर त्योवाला पनि मलाई ट्राई गर्नु मन छ. सो आई थिङ्क अल सुन बाई इट. अनि सकिन आँटेको छ जस्ट दिस मच. यति नै छ तर पनि आइम गर्न ट्राई. आई मिन ल झरो यति पनि झरो यही झऱ्यो क्या. झर्दैन क्या यसरी त. गड फिनिस्ड. सो हजुरको चाहिँ मेरो चाहिँ सेन्सिटिभ छैन. आई डोन्ट नो यु क्यान ट्राई इट. के त तपाईँहरूलाई राम्रो गर्छ कि त्यस्तो ब्रेकआउट्स हुँदैन या राम्रो गर्छ कि आई डोन्ट नो. तर त्यस्तो धेरै त होइन तर कता कता यसले पनि मलाई ब्रेकआउट्स गर्न चाहिँ अरू टोनर जस्तै होइन सपोर्ट गरे जस्तो लाग्यो. सो अलिकति डर लाग्छ क्या. त्यस्तो राम्रो छ जस्तो लाग्दैन क्या मलाई.
मेरो लागि चाहिँ मोइस्चराइजर आई लभ दिस प्युरिटोको मोइस्चराइजर जुन चाहिँ वन्डर रिलिफ सेन्टेला क्रिमवाला छ आई लभ दिस वन्डर रिलिफ सेन्टेला क्रिम प्युरिटोको आई लभ इट म मोइस्चराइजर युज गर्ने मान्छे होइन आल टेल यु अर्कोसँग कम्पेयर गरेर दिस फर मी दिस यो सेराभिको मोइस्चराइजर मैले किने म खासै मोइस्चराइजर लाउने मान्छे होइन अनि आई थट आई सुड युज मोइस्चराइजर एकदम इम्पोर्टेन्ट हुन्छ स्किनको लागि भनेर आई बट दिस वान किनभने मलाई अरू मोइस्चराइजर किन्न मन लागेन लेट्स ट्राई दिस वान सेन्टेलाको मलाई सेराभिको मलाई फेस वास एकदमै फाप्छ सो इट्स भेरी गुड सेराभिको फेस वास अनि त्यो एकदम युज गर्छु म अनि आई थट कि वाइ नट टु ट्राई सेराभिको मोइस्चराइजर एन्ड आई ट्राई दिस वान किनभने अलिकति यो नर्मल टु ड्राई स्किनवाला छ मेरो अलिक ओइली स्किन हो ड्राईवाला लिन मन लागेन सो नर्मल टु ड्राई लिएँ इट्स फाइन इट्स नाइस लाइक मोइस्चराइज हुन्छ इट्स अनुहार मोइस्चराइज पनि गर्छ टु ओइली पनि हुँदैन इट्स नाइस होइन अनि आई बट दिस वान आई युज लाइक 1 month जति इट वाज नाइस अनि मलाई के लाग्यो भने इट्स नाइस म कहिलेकाहीँ मलाई स्किन केयर गर्न मन लागेन भने पनि म यो सेराभिको मोइस्चराइजर मात्रै मुख सुत्दै सेराभिको मोइस्चराइजर मात्रै लाएर सुत्दै होइन अनि आई थट इट्स नाइस मोइस्चराइज पनि हुन्छ टु ओइली पनि फिल हुँदैन टु हेभी पनि फिल हुँदैन इट्स नाइस भन्ने जस्तो लाग्थ्यो एन्ड अनि मलाई त्यो ब्रेकआउट्स भए जस्तो पनि लागेन क्या यसलाई राम्रो लाग्यो तर मैले के चाहिँ नोटिस गरेको लाउँदै गए पछाडि भने ड्राई त आई मिन त्यस्तो ब्रेकआउट्स त भएको छैन बट सानो पाकेको के लाइक आई डोन्ट नो यहाँ पाकेको कता तर यत्रो नै सानो पाकेको पिम्पल अनि यस्तो कोट्याउँदा त जाने खालको हुन्छ नि आई डोन्ट नो हजुरहरूलाई थाहा छैन आई मिन हजुरको आउँछ कि आउँदैन तर मेरो त्यस्तो आउने के एन्ड आई रियलाइज कि यसले नै हो भनेर त्यसपछि मलाई पट्टकै लाउन मन लागेन यो अनि म त्यसै मलाई पनि सुत्थेँ कहिलेकाहीँ अल्छी नै लाग्यो भने तर आई सुड डु स्किन केयर तर म स्किन केयर गर्ने मान्छे हो तर कहिलेकाहीँ एकदम टायर्ड भएर अल्छी लाग्छ नि त अनि एकदम काम भएर सो मेरो कलेज ब्रेक छ भने एकदम काम भएर हुन्छ अनि त्यति बेला केही गर्न मन लाग्दैन अनि सो के अरे यो यसले मलाई काम गरेन अनि आई गट पिआर मलाई यो किन्न मन लागिरहेको थियो प्युरिटोबाट किन्न मन लागिरहेको थियो आई मिन अति किन्न मन लागेको थियो पिआर पाएको थिएँ प्युरिटोबाट आई मिन अमोरा ब्युटीबाट मैले पिआर पाएको थिएँ मलाई किन्न पनि एकदमै धेरै मन थियो ब्याम्बूवाला किन्न मन थियो एक्चुअली मलाई किनभने त्यो अलिक ठुलो पनि थियो नि त आई त एकपल्ट किनेपछि धेरै समयसम्म हुन्छ भनेर अनि आई गट दिस फ्रम पिआर फ्रम प्युरिटो सरी आई गट दिस पिआर फ्रम Amora Beauty. I wish I could get PR from Purito, but anyway. अनि मैले किने होइन आई मिन पाएँ पिआर Amora Beautyबाट अनि आई थट मसँग मोइस्चराइजर पनि थिएन आई थट आई विल ट्राई दिस वान अनि मैले ट्राई गरेँ इट मिन्स लाइक 1 month म यति धेरै मोइस्चराइजर लगाउने मान्छे होइन आई लाइक टक ठिक अनि गर्ने होइन यति धेरै मोइस्चराइजर लाउँदिनँ क्या म कस्तो ओइली ग्रिसी टाइपको फिल हुन्छ मलाई अनि मलाई मोइस्चराइज अनुहार होस् र ओइली ग्रिसी चाहिँ नहोस् फिल लाग्छ कि अनि त्यस पछाडि स्पेसली नाइट सुत्ने बेला मात्रै लगाइन्छ अनि दिनमा पनि आफ्नो अलरेडी ओइली फेस भए पछाडि धेरै ओइली बनाउन मन लाग्दैन नि त अनुहार फेस सो कुनै पनि यो मोइस्चराइजर मैले ट्राई गरेँ एन्ड आई लभ दिस वान आई टेल यु गाइज मेरो लागि चाहिँ कुनै पनि ब्रेकआउट्स मलाई गरेन मलाई सुदिङ टाइपको फिल हुन्छ अनि अफकोर्स त्यो पिम्पल्स एक्नेहरू पनि कति आएको थियो कि अस्ति यस्तो साइडतिर घटे जस्तो लाग्छ यु क्यान सी लाइक कति घटेको छ क्या यहाँ चाहिँ छ चाहिँ बट आइ एम स्टिल युजिङ यो क्रिमहरू अनि मैले त्यति स्किन केयर गरेको छैन मैले त्यो यो दुइटा कहिलेकाहीँ म राति स्किन केयर गर्न मन लाग्यो भने आई जस्ट युज दिस बोथ क्या दिस टु आई जस्ट युज दिस टु किनभने नेचुरली सुदिङ टाइपको फिल हुन्छ एक्नी पनि आउँदैन ब्रेकआउट हुँदैन सबै चिज राम्रो गर्छ नि आई लभ दिस सो या आई एम जस्ट गोइङ टु अप्लाई दिस वान आई गट दिस वान फ्रम आई अलरेडी टोल्ड यु लाइक Amora Beauty and it's very nice तपाईहरुले बाहिर पनि सक्नुहुन्छ but you if you want to buy any product any skincare product from Amora Beauty you can have discount you can use my code RESH BEAU and you can get 10% discount or if you spend $60+ in Amora Beauty buying skincare product then you can get 20% discount and also all the side done जुनको डिस्काउन्ट चलिरहेको छ त्यहाँ सो यु क्यान गेट 18% डिस्काउन्ट
any product you buy, if you buy any product from Amara Beauty, like skincare product, so it's very nice guys. म चाहिँ यतिकै नर्मली पनि हजुरलाई रिकमेन्ड गर्छु यो पुरिटोको स्किन यो मोइस्चराइजर. इट्स भेरी गुड. धेरै एक्सप्लेन किन गरिरहेको छु भने इट्स भेरी भेरी गुड. सो आइल सो यु. या अस्ति त मेरो स्किन एकदम धेरै ब्रेकआउट्स भएर लाइक एकदम वर्स्ट भइसकेको थियो. त्यति बेला मैले स्किन केयर पनि गर्न पाएको थिइनँ. कोर्स सनस्क्रिन, यु नो राइट, यु नो दिस सनस्क्रिन कति कुरा गर्ने, म कति युज यो सनस्क्रिन मैले 3-4वटा छ है. आई नो अस्ट्रेलियामा एकदम घाम लागेको होला. यो सनस्क्रिन इज नट गुड किनभने युभी रेज इट्स भेरी पावरफुल अनि नट गुड यो युज गर्नको लागि. बट कहिले काहीँ नर्मल काम छ, पानी परिरहेको छ, समथिङ छ, त्यस्तो छ भने यु क्यान युज दिस सनस्क्रिन. आई थिङ्क सो. म चाहिँ युज गर्छु. सो इट्स भेरी नाइस. ओइली स्किन, एकदमै सेन्सिटिभ स्किन छ भने मेरो लागि एकदम काम गरेको छ. सो इफ यु वान्ट टु ट्राई, डु ट्राई गाइज. एन्ड आई नो कतिजनाले ट्राई गर्नुहुन्छ एन्ड दे लभ इट. लेट्स युज इट. Thank you for watching. Bye.